14 वर्षपछि नेपाल फर्केर जाँदा नेपाली गीत सङ्गीतको माहौल चाहिँ कस्तो बनेको रहेछ त नेपालमा? टेक्नोलोजीको हिसाबले, सृजनात्मक हिसाबले। टेक्नोलोजी त अब संसारभरि नै त्यस्तै, नेपालमा पनि त्यस्तै नै हो। मैले चाहिँ पुरानो तिर्सना धेरै मजाले मेटेँ यसपालि, किनभने म गएपछि धेरैले मलाई माया गर्नुहुँदो रहेछ। अझै पनि रेकर्डिङको लागि धेरैले बोलाउनु भयो लगभग। त्यतै बस्नु लागेन? यतै अब त्यो त नलाग्ने कुरै भने त रेकर्डिङ गरिराख्नु जस्तो भएको थियो, तर केही आफ्नो पनि बाध्यताहरू हुन्छ। केले तान्दो रहेछ दाइ? यता केले तान्दो रहेछ र नेपाल केले तान्दो रहेछ? यता चाहिँ अब एउटा एक बेलाको डिसिजन भनौँ न, त्यो बेला मैले अब सोचेर गरेँ, राम्रो गरेँ नराम्रो गरेँ त्यो आफूलाई थाहा छैन, तर त्यो बेलामा एउटा सर्ट आएको डिसिजन हो त्यो चाहिँ। म यहाँ यता बस्नु पऱ्यो भनेर चाहिँ अब त्यो एकताल बसिसकेको डिसिजन गरिसकेपछि फेरि त्यसले दिने अर्को हुन्छ नि, तुरुन्तै कुनै पनि कुरा चेन्ज गर्नु गाह्रो हुन्छ नि त। अब यसपालि जान त गयो, तर आउनुपर्ने बाध्यताहरू थियो। तर धेरै गीतहरू चाहिँ अझै गाएर बस्ने इच्छा थियो, तर आजभोलि टेक्नोलोजीले अघि कुरा गऱ्यौँ, राम्रो नराम्रो हुँदा राम्रो कुरा चाहिँ यहाँ बसेर पनि गर्न सकिन्छ, गीत गाउन सकिन्छ, सबैसँग जोडिनु सकिन्छ नि त होइन त। जहीँ बसेर यहीँ बस्नुपर्छ भन्ने केही छैन। इभन हामी गाउँमै गएर पनि सानो एउटा यसरी नै जसरी हामी यहाँ युज गरिरहेको छौँ त्यहीँ गएर रेकर्ड गरेर गीतहरू बनाउन सकिन्छ, इमेलबाट पठाउन सकिन्छ, मिक्सिङ कतै गराउन सकिन्छ। टेक्नोलोजीले चाहिँ अहिले सबै चिजलाई साँघुरो बनाएको छ। त्यो कुराहरूले गर्दाखेरि म यहीँ बसेर पनि सङ्गीतमा चाहिँ निरन्तर दिन सक्छु भनेर नै फेरि पनि आएको छु। तर नेपाल त जान्छु नै, तर यहाँ बसेर पनि यसरी टुरमा छु अहिले पनि। गीत सङ्गीतलाई छोडेको छैन। अझ धेरै मलाई चाहिँ यो उमेरमा आएर चाहिँ अझ के महसुस हुन्छ भने यति मात्रै चाहिँ हुँदैन, अझै डिप जान्छु म बाजिन्जालसम्म चाहिँ जति सक्छु। अझ धेरै गहिरो डुब्नु मन लाग्छ मलाई सङ्गीतमा। तपाईँ विशेष गरेर नेपालमा त्यो बेला दाइ तपाईँले गाउँदै गर्दा गजलको सुरुवात भर्खर भएको थियो होइन? गजल गायन भनौँ न, गजललाई सङ्गीतमा ढालेर गाउनु त अब पहिला पनि धेरै गाउनु भएको छ एक दुईवटा चाहिँ, तर एउटा त्यो मैले जुन बेलामा गाएँ त्यो बेलामा चाहिँ अझ लेखनको रूपमा चाहिँ अझै धेरै फेमस थियो। जता पनि गजल लेख्ने, वाचन गर्ने त्यस्तो खालको वातावरण थियो। तपाईँ मेलोडिज किङ भन्छन् जस्तै अब गायनमा चाहिँ होइन भनौँ न, मेलोडिज किङ जगदीश समाल भनेर सबैले भन्छन्। त्यो त माया गरेर भन्ने एउटा जस्तै गीत र गजलमा चाहिँ के फरक हुँदो रहेछ गाउँदा चाहिँ? अब दुइटै हो नि त, स्टोरी टेलिङ नै हो, तर अब गजलमा चाहिँ अलिकति शब्दको हिसाबले पनि अलिकति छुट्टिएको हुन्छ, अलिकति एक्साइटमेन्टहरू क्रिएट गर्नुपर्ने हुन्छ, प्लस अलिक ठेराप टाइपको सिङ्गिङ टाइप चाहिन्छ कि त्यसमा चाहिँ अलिकति, प्लस मान्छेलाई क्युरियस बनाउँदै एक ठाउँमा गएरखेरि वाउ भन्ने टाइपको बनाउने खालको एउटा चलन छ भनौँ न गजल गायनमा चाहिँ। अब त्यसलाई विभिन्न किसिमले आफ्नो किसिमले ढाल्नु पनि सकिन्छ होला, तर पहिलादेखि चलिआएको चलन चाहिँ त्यस्तो छ।